मर्निङ है सबै साथीहरूलाई। आज चाहिँ म आफ्नो करेसाबारी त त्यही त आज चाहिँ करेसाको यो पुरानो छ है, यसमा मैले एकदम आज चाहिँ पुरानो भएको कारणले गर्दाखेरि करेसाबारीलाई अलिक यसमा राम्रो सुन्दर बनाउनु पऱ्यो कि म जस्तै है। त्यही भएर मैले आज फुल लिएर गएको छु, देखाउने फुल यति लिएछु है। यो फुल छ, यो फुल हेर्दा यति राम्रो छ कि जो कि तपाईँहरूलाई मैले बाहिर लिएको यसलाई धेरै परेन साथीहरू, 1000 परेछ। 1000 परेछ यो फुल। मैले यसमा लगाउने यहाँ देखा पऱ्यो। यो यहाँ पुरै यस्तो मजाको फुल छ है। आज मैले कति छ त्यसको बाद म तपाईँहरूलाई यो लगाएर फेरि सो गर्छु है। लगाएपछि तपाईँहरूलाई 1 महिनापछि यहाँ कस्तो फुल्छ तपाईँहरूलाई पनि लगाउनु होला। एकदम बहुत सुन्दर छ है, यो एकदम सिजनल फुल हो है गाइज। ओके, अब चाहिँ मैले सुरु गर्छु है लगाउनु। अब चाहिँ गाइज लगाउने त्यसले भनेर फेरि सुरु गर्नु है। अब गाइज यहाँ लगाउनुको लागि तपाईँले के गर्नु परेन होइन, बस यो एकदम छ। यसमा सिधै हजुरले के गर्ने भनेपछि चारतिर सानो खड्डा खन्ने छैन, त्यसपछि यो तरिकाले लगाउनुहोस् है चारैतिर है। यो तरिकाले यस्तो तरिकाले यस्तो मजाको ऊ हुन्छ कि तपाईँहरूलाई होइन, केही गर्नु परेन है, सिधा बस यो तरिकाले लगाउनुहोस् है गाई चाहिँ है। यहाँ तरिकाले बस यही काम गर्छ तपाईँको, केही गर्नु पनि परेन है गाइस। अलग अलग फ्लोरको अलग अलग भेराइटिज फुलहरू है गाइस। यो चाहिँ एकदम हजुरलाई म एकदम आजभन्दा अब 1 महिनापछि तपाईँहरूलाई मैले यस्तो फुलेको देखाउँछु कि हजुरलाई है गाइज। यो चाहिँ हजुरले हेर्नु होला होइन। यो छ गाइज है मेरो एकदम फुल। यसमा अरू अरू कलर पनि छैन, धेरै कलरको फुल पाइन्छ नि त यसमा होइन। हजुरहरूलाई एकदम म फुलिसकेपछि तपाईँहरूलाई एकदम हजुरहरूले देख्नुहुन्छ है गाइज। यो चाहिँ एकदम सिजनल फुल भन्छ, यो रेनिङ सिजनमा हुन्छ गाई। तपाईँहरूले पनि आफ्नो मजाले लगाउन सक्नुहुन्छ यसमा है। यो चाहिँ तपाईँहरूलाई मैले यो पुरा करेसाबारीको नेक्स्ट आउनेवाला भ्लगमा म हजुरलाई देखाउने छु है त गाइज। अब यसमा हजुरलाई हल टाइपको छ है। यसमा मैले भने हजुरलाई धेरै प्रकारको फुलहरू छ यसमा हजुरलाई। यसमा दुई कनेक्सन गर्नुभयो भने नि अझै राम्रो हुन्छ यसमा होइन गाइज। यसमा हजुरले यो पनि निकालेर लगाइदिनु सक्नुहुन्छ है गाइज, एकदम सानो गरेर यो। यसमा यो लामो छ भनेपछि हजुरले यसमा के गर्ने, यो बस अरू लगाइदिनुहोस् यो तरिकाले है गाइस। मेरो क्यारी खत्तम भइगयो एउटा है। अब चाहिँ यसमा लगाउँदैछु गाइस। यसमा अल टाइप कमसेकम 15-20 कलर, सँगसँगै 10 कलर त मिल्छ यसमा है गाइस। हजुर के गर्नु पर्दैन, बस अलरेडी यो तपाईँले तयार गरिसकेको छ अलरेडी होइन। यसमा बिल्कुल हजुरले बस सजिलो तरिका है लगाउने तरिका गाइस। यसमा हजुरले फुलिसकेपछि हजुरलाई कस्तो छ यो चाहिँ म हजुरलाई नेक्स्ट भ्लगमा हजुरलाई गराउने छु होइन। फुलिसकेपछि हजुरलाई यसको सुन्दरता कस्तो लाग्छ मैले पक्का पनि तपाईँलाई नेक्स्ट भ्लगमा हजुरलाई देखाउनु छ है सबैहरू। अहिले चाहिँ आज सन्डे, अहिले यसरी यसको हजुरलाई टाइम लाग्छ यसको है। अलग अलग फ्लेभर छ यसमा, अलग अलग कलर छ सब। धेरै भयो भएन छैन बहुत छैन बेबी, भिडियो धेरै भयो भनेको, ज्यादा नै भयो भिडियो भनेको। भिडियो पनि भिडियो त कट गरेर हालिहाल्छ।